त हेर्न जान्ने पनि नहोला, जान्नेले पनि धेरै गर्नुहुन्न। अब यसलाई चाहिँ अझै मिल्छ भने कस्ट पनि कुरो रहन्छ। यसलाई अर्को साल छोटाउँ जस्तो मलाई लाग्छ। यसलाई सानो बनायो भने लिएर फिजिबल पनि हुने, कम्पनीको खर्च पनि घट्ने हुन्छ जस्तो मलाई लाग्छ। म यो अनुरोध गर्न चाहे। अब यत्रो पुस्तक छ, यो पुस्तकमा 32,000 चान्चुन एक्टिभ मौरीहरू छन् भनेर लेखिएको छ। ती मौरीले मह नल्याउने हो भने यो घार कहिले भरिन्छ? पक्कै भरिँदैन, यो घार खाली हुन्छ। त्यो 32,000लाई प्रतिनिधित्व गर्दै यत्र यहाँ कति पाना छन् हेर्नुहोस् त। यति पानामा 2 पाना पनि दिने 278 पेज छ। यहाँ 278 पेजमा यी हाम्रा मौरीहरू भनेर 2 पानामा टप 50 राख्नुहोस्, टप 10 राख्नुहोस्, टप 5 राख्नुहोस्। 2 पानामा राखेको हो। यो मान्छे चाहिँ टपमा परेछ, यो मौरी टपमा परेछ, मेरो फोटो किन नहाल्ने भनेर प्रतिस्पर्धा होस्। यहाँ आएर चाहिँ मेरो फोटो आयो भने गर्व गर्ने माहौल बनाउनु पर्छ। मैले यो सूचना मैले यहाँ निवेदन गरेको थिएँ। सर अहिले त ती माउरीहरू त कति छन्, माउरीको फोटो हाल्न सकिन्न भनेर उत्तर आयो। त्यस्तो नहोस्। माउरी भनेका माउरी हुन्। ती माउरी भएर नै हामीले 5% र 16% होइन, हिजोको 125 जसरी फेरि पनि 125% मह खान पाइनेछ। म यो अनुरोध गर्न चाहन्छु। अनि नेपाल लाइफले ब्रान्डिङ भन्छ। नेपाल लाइफ भनेर चाहिँ सर्च हाल्नुभयो भने 15वटा भन्दा बढी पेज देखिन्छ। यो हाम्रो सिस्टमले नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड भनेर लेख्ने अरूको राइट छैन। तेजमणिले पनि लेख्ने, रमेशले, गीताले, सीताले सबै लेख्ने हो भने नेपाल लाइफ कहाँ अनि यो कहाँ? त्यस कारणले नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड भनेर जुन छ त्यो नितान्त नेपाल लाइफले मात्रै राख्नुपर्छ। अरू छ भने त्यसलाई हटाउन हामीले चाहिँ पहल गर्नुपर्छ, अरू राख्नु हुँदैन। यसको निम्ति पनि पहल गरियोस्। यत्र कार्यक्रम हुन्छ, नेपाल लाइफको पेज छ, कर्मचारी छ, त्यो पेजमा आउनुपर्ने चिजहरू आउँदैन। त्यसलाई निरन्तर रूपमा के छ कसो छ नभए उसको निम्ति हिसाबले भने पनि त्यो पेजबाट अथवा त्यो वेबबाट हाम्रो आउनुपर्ने चिजहरू अपडेट गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। अनि मलाई एउटा कुरा थाहा नभएको, हाम्रो व्यवस्थापनको अध्यक्षज्यूको त धेरै संस्था छ। त्यो कुर्सी जुन छ, त्यो कुर्सी रामबहादुरले भन्दा अरूले बेच्न नपाउने भनेर ब्रान्डेड गरेर उसलाई दिन पाइन्छ सर? एउटा मेरो प्रोडक्ट यो पानी मैले हरिबहादुरले भन्दा बेच्न पाइन्न भनेर दिन पाइन्छ? पाइन्छ? पाइँदैन। तर उहाँले एकजनाको नितान्त एकजना व्यक्ति हो नि, मैले रामबहादुरलाई माथि